एउटा गाउँमा एक जोडी श्रीमान श्रीमती चाहिँ अत्याधिक साह्रै अचाकले नै मिल्दा रहेछन्। अब उनीहरू साह्रै अत्याधिक मिलेको देखेर गाउँमा केही व्यक्ति उनीहरूप्रति रिस राग द्वेष राख्नु त सामान्य कुरा हो, किनकि प्रायः सबैको गाउँमा त्यस्ता रिसा अनि आरिसे व्यक्ति त हुने नै गर्छन्, यो सबैलाई थाहा भएको कुरा हो। अनि त्यो जोडी चाहिँ श्रीमान श्रीमती अत्याधिक मिलेको देखेर उनीहरूलाई चाहिँ कसरी फुटाउँ भनेर योजना गाउँका केही दुष्टहरूले धृत आत्माहरूले गर्न थालेछन्। त्यसपछि केही समयमा केही दिनपछि एकजना व्यक्तिले उनको श्रीमती कहाँ गएर ओहो मैले त तिम्रो श्रीमानलाई त फलानो केटीसँग देखेको थिएँ आज बजारमा मार्केटमा मजाले मस्की मस्की हाँसी हाँसी गफ गर्दै थिएँ भनेर श्रीमतीलाई सुनाएछ, पनसुतै लाएछ। सुरुमा त श्रीमतीले त्यो कुरा पत्याएनछन्। त्यसपछि उसले कन्फर्म विश्वास गर्दै 100% मेरै आँखाले देखेको एकदमै कन्फर्म कुरा हो, यसमा कुनै मैले तिमीलाई उचाल्ने मैले तिमीलाई गलत झुटो बोलेको छैन, 100मा 100% मेरै आँखाले देखेको ल कन्फर्म हो स्योर भनेर कन्फर्म 100% ग्यारेन्टी दिएपछि त श्रीमतीको मन त कता कता मनमा शङ्का उब्जिन थालेछ। त्यसपछि अझ त्यस व्यक्तिले के भनेछ भने ल कन्फर्मै हो, नत्र भने नभए पर्सि हाम्रो गाउँदेखि पल्लोपट्टि गाउँमा धामी छ, पर्सि हामी धामी कहाँ जाउँ, धामी कहाँ जाँदाखेरि तिम्रो श्रीमानको एक दुईवटा केस तिमीले कैँचीले काटेर ल्याउनुपर्छ, भोलि बेलुका तिमीले श्रीमानको केस काट्नु, पर्सि हामी बिहान धामी कहाँ जाउँला, कन्फर्मै 100% हो भनेर कन्फर्म गरेपछि त श्रीमतीले पनि हो कि भन्नु ठानेछन्। त्यसपछि आखिर एक दुईवटा केसको कुरा छ, धामीकोमा जाने कुरा हो, सामान्य कुरा सम्झिँदा ठिकै छ नि त जाउँ भनेर त्यो कुरामा ऊ सहमत भइछन् श्रीमती। त्यसको भोलिपल्ट फेरि त्यही व्यक्तिले श्रीमानलाई मात्र भेटेर तिम्रो श्रीमती त अर्कैसँग बजारमा घुमिरहेको मैले देखेको थिएँ नि, आफ्नो आँखाले देखेको भनेर फेरि श्रीमतीले श्रीमानलाई जुर्के उचालेछ। श्रीमानलाई पनि कन्फर्मै 100% ग्यारेन्टी दिएपछि उता कोता हो श्रीमान चाहिँ हो कि न हो भन्ने पनि भएछ। त्यसपछि उसले फेरि ठोक्क दिएर कन्फर्मै ग्यारेन्टी हो यो कुरा हो, मैले आफ्नै आँखाले देखेको तिम्रो श्रीमती त फलानासँग मस्की मस्की हाँसी हाँसी बोल्दै थिएँ, एकदमै खुसी हुँदैछ, तिमीभन्दा बाहिर तिम्रो श्रीमती गयो भने बोल्यो भने भनेर अझ उच्काइदिएछ त्यस व्यक्तिले श्रीमानलाई। अनि श्रीमानले सुरुमा त पत्याउन 100% होइन नै भन्ने भयो, तर लास्टमा उसले के भनेछ भने ठिकै छ ल मेरो कुरा नपत्याऊ, मेरो कुरा पत्याउँछ भने पत्याऊ, नपत्याऊ, तर तिमीलाई म प्रमाण दिन सक्छु भनेपछि के दिन्छ प्रमाण भनेर श्रीमानले सोद्धाखेरि त्यस व्यक्तिले भनेछ ठिकै छ त्यसो भए तिमी चाहिँ भोलि बेलुका तिमी राति सुते जस्तो मात्रै गर्नु, तिमी ननिदाउनु, तिम्रो श्रीमतीले तिमीलाई चाहिँ कैँचीले घाँटीमा रोपेर मार्न आउँछन्, किनकि तिमीलाई त मानैजना बनाइसकेछन् तिम्रो श्रीमतीले भित्रभित्रै, तिमीलाई थाहा छैन सबै गाउँभरि हल्ला छ त भनेर उच्काएपछि श्रीमान झसङ्ग भएछ। अब श्रीमानको मन पनि आफ्नो श्रीमती राम्री चाहिँ हो कि भन्ने पनि भएछ श्रीमानलाई। अब हेर्नुहोस् है ट्विस्ट यहाँ कथाको अझै आउँदैछ। त्यसपछि श्रीमतीलाई गएर बेग्लै उचाल्यो, त्यसले श्रीमानलाई गएर बेग्लै उचाल्यो। अब उचालेपछि हो न हो श्रीमान पनि ल ठिकै छ नि त त्यसो भए भोलि बेलुका म जागै बस्नु पर्यो, यही होइन भने तिमीलाई म भोलि फेरि यस्तो गर्छु उस्तो गर्छु भनेर उनीहरूले बाचा गरेछन्। ठिकै छ भोलि तिमी यदि होइन भने तिमीले मलाई जे मन लाग्छ त्यही गर्नु भनेर त्यस व्यक्तिले श्रीमानलाई उचालेछ। त्यसपछि भोलिपल्ट बेलुका उसले भने जस्तो गरेर श्रीमान चाहिँ ओछ्यानमा परेर चाहिँ निदाए जस्तो गरेछ, तर निदाउनु चाहिँ निदाएनछ। रातिको तपाईँको 12-1 बजेतिर श्रीमतीले चाहिँ अब श्रीमानको केस काट्न आकिन कैँची बोकेर। अब श्रीमतीले कैँची बोकेर राति जुरुकै उठेर ओछ्यानमा आउँदै गरेर देखेपछि श्रीमान झस्केछ, कता हो न हो मलाई मार्न आएछ मेरो श्रीमती भनेर उसलाई डर पस्यो, आवेग पस्यो, रिस पस्यो होइन। त्यही रिसको झोकमा डरको झोकमा उसले त्यही कैँची खोजेर श्रीमती घाँटीमा रोपेर श्रीमतीलाई मारेछ। अब यो कुरो त्यो श्रीमतीको माइती पक्ष थाहा पाए, माइती पक्ष त्यसलाई पिटेर मारेछन्। ल हेर्नुहोस् अब श्रीमानलाई पिट्न थालेपछि पिटेर मारेपछि श्रीमान पक्षकोले फेरि माइती पक्षको मान्छेलाई चाहिँ हानाहान थापाथाप गर्दा गर्दै त्यस दुईवटा परिवारमा एकदमै ठुलो घटना भएछ, ठुलो क्षति भएछ। केले भन्दाखेरि मात्र एउटा सानो शङ्काले गर्दाखेरि। त्यसकारण माइ डियर फ्रेन्ड्स अहिले जति पनि हाम्रो समाजमा सम्बन्धहरू बिग्रिरहेका छन्, सम्बन्ध जति पनि ब्रेक भएका छन्, यस्तै कुराले गर्दाखेरि कतिपय मिसअन्डरस्ट्यान्डिङ हुन्छ होइन, कतिपय कसले कुरा लगाइदिन्छ, कसैले कति कुरा भनिदिन्छ, गलत कुरा सुनाइन्छ, त्यसकारण पनि हाम्रो सम्बन्धहरू बिग्रिरहेका छन्, ब्रेक भइरहेका छन्। अब यो एक दृष्टान्त मात्रै हो, तर यो दृष्टान्तले हाम्रो समाजमा भएको घटना चाहिँ एकदमै उजागर गरेको छ। त्यसकारण सम्बन्ध बिगार्न जति चाहिँ सजिलो छ त्यसको 100औं गुणा 1000औं गुणा सम्बन्ध बनाउनु र सम्बन्ध टिकाउनुमा छ। त्यसकारण माइ डियर फ्रेन्ड्स हाम्रो समाजमा त्यस्ता व्यक्तिहरू अझै पनि छन् जसले कान भर्ने काम गर्छन्, जसले उचाल्ने पछार्ने काम गर्छन्। त्यस्ता व्यक्तिहरू हामीले पहिचान गर्न एकदमै जरुरी छ, जसले हाम्रो सम्बन्ध एकदम मजबुत बनाउन एकदम सहयोग गर्नेछ। व्यक्ति मिलेर बसेको परिवार एकाएक तहस नहस र विध्वंस भयो। तपाईँले विष खानुहोस्, बरु विषको दबाई छ
पाइन्छ त्यसले उपचार गर्न सकिन्छ, मान्छे बाँच्छ। तर जब तपाईँको यहाँनिर विष पस्छ नि, यहाँनिर विष जब तपाईँको दिमागमा पस्छ तब त्यसको उपचार तपाईँको संसारमा कहीँ पनि भेटिँदैन। कृपया आफ्नो नाता सम्बन्ध जोगाउन एकदमै भरपुर सबैले प्रयत्न गरौँ होइन, सम्बन्ध जोगाउन एकदमै सबैले बल गरौँ, प्रयत्न गरौँ भन्ने आशय व्यक्त गर्दै आजको यो भिडियो हजुरलाई कस्तो लाग्यो कृपया लाइक शेयर कमेन्ट गरिदिनु होला। अनि मलाई फलो पनि गरिदिनु नबिर्सनुहोस् है त। म यस्तै केही रोचक प्रसङ्गहरू लिएर फेरि पनि उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट बिदा माग्न चाहन्छु। हस्, धन्यवाद, जय होस्।